हेलो गाइज, के छ हालखबर? आज म लोअर इर्खुवा हाइड्रो पावर प्रोजेक्टको पावर प्लान्टमा छु हैन। आज म यो पावर प्लान्टदेखि भित्र सुरुङ मार्ग हुँदै जाँदैछु। यो चाहिँ यताबाट जाँदैछ। ओ भाइ, के छ हालखबर? ठिक छौ नि? भेरी गुड छ। आज यसो यो हाइड्रो पावरको बनाऊँ भनेर टक्क लाएर हैन। यो चाहिँ आज हामी चाहिँ गाइज जाँदैछौँ तल भित्र, सुरुङभित्र जाँदैछौँ। आज काम हुँदैछ, हेरेर टक्क लाइकहरू गरिदिनु होला। हामी चाहिँ अहिले यो इर्खुवा खोलामा छौँ। यहाँ माछा एकदम प्रशस्त मात्रामा पाइन्छ। फेरि एकदम मिठो स्वादिलो टेस्टी माछाहरू पाइन्छ यसमा। र बाँध बुझेर त्यहाँ माछा मारिरहेछन् हैन। हामी चाहिँ अब चट्ट लाएर यहाँदेखि भित्र यसको यो पावर प्लान्टको पानी बाहिर जाने ठाउँबाट जाँदैछौँ। सरररररररर हुइया हामी अब यहाँदेखि यसरी भित्र प्रवेश गर्दैछौँ है त। यहाँ एकदम अँध्यारो छ, आँखा देख्नै सकिँदैन। जाँदैछौँ भाइ, खै लाइट। हेलो, आज हामी जाँदैछौँ यो सुरुङ मार्गभित्र हैन। उहाँ हाम्रो हेड मिस्त्री पर्नुभयो, हाम्रो उहाँ इलेक्ट्रिसियन भाइ पर्नुभयो। फेरि अर्को हात उठाऊ भाइ। अनि म फेरि उहाँहरू दुईजनाको हेल्पर परेँ हैन। यसरी जाँदैछौँ भित्र, टक्क लाएर ठुलो पारामा गइरहेछन् हैन। देखेछ, एकदम क्लियर देखेछ। देखेछ एकदम देखेछ। यो सुरुङ मार्ग, यसलाई के भन्छ गरे हजुर? चाइनिजमा भने होइन हो, मैले अङ्ग्लिसमा भने हो। अङ्ग्लिसमा उहाँ दुईजना एकदम युनिफर्ममा हुनुहुन्छ होइन। म चाहिँ एकदम युनिफर्म केही पनि छैन, त्यत्तिकै हिँडिरहेको छु। अनि पानीमा हामी छर्ल्याङ गर्दै गइरहेछौँ। फेरि एकदम हजुर। ए भाइ, एउटा गीत गाइदेऊ त। अजय भाइ, एउटा भोजपुरी गीत गाइदेऊ त। गाऊ त। जुन बेस्टवाला। गाउँ न यार, एउटा यार गाइदेऊ त भाइ। ल गाइदेऊ न भाइ। गीत गाऊ भने सुनेनौ भनेको। अरे यार, तिमी पनि मजाक गर्छौ यार फेरि यार। के भन्छन् यार यिनले यार। यहाँ चाहिँ दुईवटा छ होइन। यो एउटा मेसिनको लागि अनि यो अर्को मेसिनको लागि। यो दुईवटा मेसिन हुन्छ यसमा जहिले नि। आज अहिले चाहिँ हामी यो मेसिनमा काम गर्दैछौँ। यो सक्यो भने फेरि हामी यसमा आउनेछौँ।
गाइज यो चाहिँ हाम्रो पानी के हुने ठाउँ हो यो ट्रेडलेस पानी जम्मा हुन्छ यहाँ पानी जम्मा भएर अनि मेसिन यहाँसम्म फुल भएर यहाँदेखि सरर बाहिर जाने यो चाहिँ बाहिर जाने हजुर हजुर चलो अब हामी यहाँदेखि ए भाइ तल देखाउ न लाइट लोड लाने यहाँ यस्तो डेन्जरबाट जाँदैछौँ पैसा भन्ने कुरो चाहिँ बाघको चाखमा अथवा बाघको खाप्चामा हुन्छ भन्थे हो रहेछ क्या त यस्तो डेन्जर ठाउँबाट जानुपर्छ होइन यहाँबाट गुल्ट्यो भने चाहिँ चोटपटक बेसरी नै लाग्छ ल भाइ राम्रोसँग जाऊ है सुनेको छौ नि भाइ अब ऊ भाइ गयो भने त्यसपछि मेरो पालो आउँछ टोलीहरू गाइज राम्रोसँग जाऊ भाइ यसले मलाई धान्छ नि म अलिक मोटो छु नि त भाइ अब यस्तो डेन्जरसँग जानुपर्छ होइन पैसा भन्ने कुरो केसमा हुने रहेछ गरे मैले अघि भनिसकेको छु होइन यस्तो छ कि यार के भन्ने यार यो अब हाम्रो अब भर्खर रनिङ हुन लागेको हाइड्रो पावर हो त्यसले गर्दाखेरि यहाँ अलिक ऊ छ ल हिँड भाइ अब चाहिँ अब यस्तो छ नि त गाइज अब हाम्रो यहाँ काम भनेको चाहिँ ऊ त्यो मेसिनबाट आउने पानीको त्यो उसलाई त्यो ढक्कन लगाएको थियो त्यो खोल्यौँ होइन अब चाहिँ यहाँ विभिन्न ठाउँमा बन्द भइरहेको छ पानीहरू टेस्टिङ गरेको त्यो ढक्कनहरू निकाल्नु पर्ने छ यिनीहरू अब हाम्रो एकजनाले काट्दै हुनुहुन्छ उहाँ हाम्रो मिस्त्रीजीले काट्दै हुनुहुन्छ अनि कहिले उहाँले काट्नुहुन्छ कहिले मैले काट्छु होइन यस्तै छ अब केही यता पऱ्यो भने अब बिजुलीमा यता भयो भने इलेक्ट्रिसियन भाइलाई पनि ल्याएको त्यही भएर चाहिँ हामी दुईजना मिस्त्री हो भने अनि ऊ भाइ चाहिँ इलेक्ट्रिसियन हो ल टक्कै यस्तो पानी छ नि त पानी छ हामी त पुरै बुट लगाएर आइएछ नि त पानी रहेछ है अझै पनि सकिया रहन्छ है पानी यो हाम्रो टेस्टिङ पाइप थियो यो बन्द गरेर हामीले टेस्टिङ गरिरहेको थियौँ अब यो टेस्टिङको त्यो कभर चाहिँ हामीले काटेर निकाल्दैछौँ होइन होल्डिङले काटेर टक्क निकाल्दैछौँ है गाइज यहाँ अघि नै मैले काटेर निकालेको यसमा चाहिँ पुरै सपोर्ट लगाइरहेको थियो यदि बाइचान्स कोही एक्सिडेन्ट भयो भने खर्च्यो भने चोटपटक लाग्न सक्छ त्यसै कारण यो चाहिँ बन्द गरेर सक्यो अब यो काम हुँदैछ यो सक्यो भने फेरि हामीसँग दुई तिन ठाउँमा काम छ ल गाइज यहाँ टेस्टिङ गरेको यो कभरहरू हुन्छ जुन अब यो हामीले निकालेर रिमुभ गरेर यसलाई खुल्ला गर्दैछौँ होइन अब टेस्टिङ गर्दाखेरि प्रेसर र पानीसँगै हालिएको हुन्छ अब हामीले चाहिँ यसलाई रिमुभ गर्दैछौँ होइन ठिक छ होइन ठिक छ बाला